यो सेतो डाँडामा घुम्न जाउँ, यहाँ माथि चढो भन्ने यहाँ घर कहिले जाने। किन भन्दा योभन्दा ठुला होटलहरू चाहिँ होटलको छतमा कति गयो गयो। अब यो माथि घर देख्नु के छ र, यो टुडी खेल जहिले देखे हो फेरि काजा खाने आफ्नो पैसा खर्चखेरि खाना खाने, आफै पैसा खर्च गरी पटक गरेर किर्तिपुर जाने मान्छे पनि सबै फ्री हो फेरि एक नम्बर। आज चाहिँ म यहाँ पछाडिबाट आउने थिएँ, यता यो लैनचौरतिर अलिकति काम थियो, यहाँ बाटोमा चाहिँ मकै भेट्यो क्या। एउटा ब्यागमा छ पोलेको मकै, अति मन पर्ने क्या मलाई। एउटा ब्यागमा छ, एउटा चाहिँ खाँदै हिँड्नु बाटो। जस्तो म अहिले यो जमलको गेटमा पुगेँ, जमलको अगाडि यहाँबाट आरएनएसी हिँड्दै जाने हो कि लन्चरबाट गाडी चढ्यो भने हिँडेर आरएनएसी पुग्छ, गाडीमा सँगसँगै पुग्छ क्या। त्यही भएर लन्चरबाट हिँड्यो भने म चाहिँ म्याक्सिमम गाडी कहिले हिँडेरै हो जाने त्यसमा चाहिँ। त्यही भएर अहिले मकै खाँदै एक्लै मजाले हिँडेर अनि हेर 25 मिनटमा चाहिँ आरएनएसी पुगिन्छ। आरएनएसीबाट अनि किर्तिपुरको लागि गाडी चढ्ने। आरएनएसीमा दाजुले पनि वेट गरेर भनेको छु मैले। अब हेरौँ वेट गर्छन् कि गर्दैनन् थाहा भएन। मकै भेट्यो मजा आयो। मैले अस्ति एक दिन पनि आएको थियो, यो यहाँ एउटा मकै पोल्ने आमाले चाहिँ भेटेर देखिरहेको हुन्छ क्या, किनौँ जस्तो लागेको थियो। त्यो दिन चाहिँ किनेन। आज चाहिँ मजाले दुईवटा किनिहाल्यो, सस्तो रहेछ फेरि। यो किर्तिपुरमा यसको 35 रुपियाँ लिन्छ क्या। किर्तिपुरतिर पोलेको मकैको 35 रुपियाँ मिनिमम लिन्छ होइन। यहाँ यो ठ्याक्कै यो निर्वाचन आयोग छैन हो, निर्वाचन आयोगको अलि यतापट्टि एउटा आमा लाग्नुहुन्छ क्या, त्यहाँ मलाई त आज 25 रुपियाँमा दुईवटा दिन्छ। एउटा चाहिँ 25मा, दुईवटा चाहिँ 25मा। त्यो भएर एउटा पनि 25 रुपियाँ कि। फेरि यो लास्ट प्रोटिन हेभी खाजा हो नि त। त्यही भएर कुनै रेस्टुरेन्टमा या कुनै क्याफेमा छिर्यो भने केही नभने 500 देखि 1000 रुपियाँ जान्छ। 25 रुपियाँमा पेट फुल भयो। त्यही भएर मकै खाने मजा आउँछ, रमाइलो हुन्छ। यो म चाहिँ स्ट्रिटमा भएको फुडहरूमा चाहिँ खाने भनेको मकै, अरू त खाँदैन। मेनली खाने भनेको एउटा मकै हो। अरू चाहिँ अब खाने पर्ने कन्डिसन अगर सबै खाउँ जबरजस्ती भन्यो भने चाहिँ खान्छ, नत्र चाहिँ खाइँदैन क्या। त्यो भएर मकै चाहिँ मनपर्ने खाजा हो कि मेरो पोलेको। मलाई यो मकै चाहिँ जस्तो होस्, पोलेको होस् उसिनेको होस्, बाबाले भनेको क्या। त्यो अलिअलि भर्खर के भन्छ निस्केको यसलाई फ्राई गरेर भुटेर खायो भने पनि बबाल मन आउँछ। अलिकति नुन राख्ने अनि भुट्ने क्या, बबाल मनपर्छ क्या। म यत्तिकै हिँडे भए अलि बिस्तारै हिँड्थ्यो होला,
मकै खाँदै हिँड्दैछु, त्यही भएर छिटो छिटो हिँड्दैछु म। अहिले ठ्याक्कै वीर हस्पिटल अगाडिपट्टि 4 मिनटमा पुगिहाल्यो उतादेखि। निर्वाचन आयोगदेखि 4 मिनटमा वीर हस्पिटल। म चाहिँ आरएनएसी पुगिसक्यो। महासर दाजु चाहिँ पुगेको कि छैन थाहा भएन। अब चाहिँ म अगाडि पुग्छु कि पुगिसकेँ कि थाहा भएन। म ठ्याक्कै आरएनएसीको अगाडिपट्टि, आरएनएसी बिल्डिङको ठ्याक्कै अगाडिपट्टि हिँड्दैछु। तर धेरै भयो, अलि मकै साह्रो रहेछ क्या। जे भयो नि मनपर्छ नि त होइन, त्यही भएर मकै चाहिँ अलि साह्रो परेछ। गाडीमा अड्कौ अब हेरौँ आरएनएसी नराम्रै भयो त छेत्तेरिका, कसले गाडी गरेछ। त्यही भएर म दुख्छु होइन। धक्का दिँदैछन् केटाहरू। आज मेरो भिडियोमा कति मान्छे आउँछन् थाहा भएन। मैले यस्तो पब्लिक प्लेसमा भिडियो बनाएको फर्स्ट टाइम होला सायद। त्यही भएर मैले यस्तो पब्लिक प्लेसमा चाहिँ हिँड्दाखेरि पनि अप्ठ्यारो हुने गरी भिडियो चाहिँ कहिले पनि बनाएको थिएन है। त्यही भएर आज चाहिँ अब कस्तो हुन्छ भनेर भनेको। यहाँ दाजुले फोन गरिसकेर चाहिँ एकैछिन है त। अहिले चाहिँ पछाडिपट्टि देखिने सेतो टावर, यो एरियामा म दिनमा केही नभने 2 चोटि यताउति गर्छु क्या। तर पनि अहिलेसम्म यो सेतो टावरमा अहिलेसम्म चढाएको छैन। अब कुनै दिन यसो कसैलाई घुमाउन पऱ्यो भने, कसैलाई घुमाएर लगिदिनु पऱ्यो भने चाहिँ यहाँ लगिदिनु पर्ने हुन्छ। नत्र आफैलाई त्यो सेतो टावरमा घुम्न जाउँ, यहाँ माथि चढौँ भन्ने यहाँ घर कहिले छैन। किन भन्दा योभन्दा ठुला होटलहरू चाहिँ होटलको छतमा कतिचोटि गयो। अब यो माथि घर देख्नु के छ र, यो टुडी खेल जहिले देखे हो। त्यही भएर यो धरहरामा नचढे लास्ट त। यो त्यति कसैले घुमाउनु लगिदिए गइदियो धरहरा भन्यो भने चाहिँ त्यो बेग्लै कुरा गइएला, नगइने भन्ने कुरा होइन। तर आफै टिकट काटेर धरहरा घुमाउँ है आज ल। नेभर कहिले गइँदैन यस्तो सेतो टारमा त। कति मैले अर्को मको पनि खाएको थियो, यसले पेट भरिहाल्यो। फेरि महाशय खै कतिखेर पुग्ने पनि थाहा छैन, चिसो भइसक्यो। फोन पनि लागिरहेन, काठमाडौँमा फोन लागिरहेन। आज आर्नेस एरियामा छु फेरि म, काठमाडौँको मुटु त्यसमा चाहिँ त्यही पनि छैन। महाशय खै कहाँ छन् चाँडो पुगे भए हुन्थ्यो। मैले यो सेतो टावर होइन, अनि यो एनटिसीको मेन अफिस ब्याक क्यामेराबाट पनि देखाएँ होइन। यहाँ यस्तो छ, यो काठमाडौँ मल भइहाल्यो। यहाँ किर्तिपुरको बस स्टप भयो, त्यही पनि
15 मिनट भइसक्यो अहिलेसम्म मासु आएकै छैनन् खै कतिखेर पो पुग्ने हो थाहा नै भएन आधा घन्टापछि आधा घन्टा वेट गरेपछि मासु पुगे समस्या छ र अनि हो मकै ल्याउँदाखेरि चाहिँ मैले मकै खाइसक्यो मासुको लागि बाँकी छ अब पुग्यो बिस्तारै आउलान् उताबाट ब्याग समातेर मान्छे आउनु लान् अब अहिले क्यामेराको क्वालिटी चाहिँ खत्तमै छ अँध्यारो अँध्यारो भयो 2 घन्टा मकै खान लाग्छु हस्पिटल जाँदा भने हस्पिटल जाँदा त्यो चलाउन लाग्दा आएर सिबाट गिर्तीपुर जङ्गी जाउने भन्नु यति साह्रो पनि के अन्त चाहिँ हस्पिटल जाँदा भन्दा नाइ भन्दा अब हस्पिटल अब छान्नै पऱ्यो जसरी पनि अब मकै खान लाग्छ भोक लागेर चाहिँ अफिसमा खाजा नखाने मान्छे नि फ्रीमा खाना पाइन्छ फ्रीमा खाजा पाइन्छ फ्रीमा घुम्न पाइन्छ तर उनी आफ्नो पैसा खर्च गरी खाजा खाने आफ्नो पैसा खर्च गरी खाना खाने आफै पैसा खर्च गरी पढाउ गरेर कीर्तिपुर जाने मान्छे उनी सबै फ्री हो फेरि 1 नम्बरका फटा मान्छे यस्तोले त अफिसमा डुबायो भने आफ्नै पैसा डुबाउने हुन् कि मैले गलत भने हो कि नै भने 25 रुपियाँ मैले मकै किनेर दिएँ अफिसमा खाजा खाएन फ्रीको फेरि जे खायो पनि मान्छे यस्ता खतरनाक